र साथीहरू हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अब सोमबार चाहिँ के भयो भन्दाखेरि चाहिँ सोमबार चाहिँ ड्युटीबाट 7 बजे आइयो, निदाइयो, निदाएर 12:30 बजे उठियो, खाना खाइयो। अनि चाहिँ भोलि चाहिँ खाना नबनाइदिनु भने, अनि त्यसपछि फेरि सुतियो। सुतेपछि 5 बजेतिर उठियो। अनि त्यसपछि केही पनि भएन, अनि खाना खाइयो। अनि 7 बजे ड्युटीतिर झरियो। अनि रातभरि बस्यो। अनि रातिको 2 बजे चाहिँ पराठा खाइयो। पराठा खाएर अनि फेरि ड्युटी बसियो, डाटा टिपियो रातभरि सेक्युरिटी गार्डको जसरी। अनि त्यसपछि चाहिँ 7 बजे फेरि आइयो, सुतियो। अनि एराउन्ड 2 बजेतिर उठियो। अनि 2 बजेतिर उठेर आज चाहिँ त्यही के अरे खाना चाहिँ नराखिदिनु भनेकोले चाहिँ खाजाको रूपमा 2टा अन्डा खाइयो। अनि बस्यो। अनि चाहिँ त्यसपछि घर जाने कुरा राख्यो सरसँग। अनि सरले चाहिँ एप्रुभ गरिदिनु भयो। र चाहिँ सुपरमाथिको सरहरूलाई पनि बताइदिनु तपाईँले जानेको कुरा भनेर चाहिँ भर्खरै कल आयो। र अब चाहिँ गएर सिकाउँदैछु। यसरी चाहिँ होइन, फाइनल्ली चाहिँ 3 दिनको बिदा पाइयो होइन। दिदीको बिहा थियो घरतिर, ठ्याक्क जान पाइयो, रमाइलो लाग्यो, खुसी लाग्यो है। त्यही हो साथीहरू, च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ।